के गरेको आयन क्लेमा हाल्न के बनाऊ क्ले मिक्स गरेर के गर्छ कहाँ फ्याँक्छ अनि अनु पुलिस हुन्छ कि चोर हुन्छ अनि कसलाई जेलमा पसाल्छ पापा चोर हुन्छ अनि पापालाई जेलमा पसाल्छ अनि पापाले हेल्प हेल्प भन्यो भने बचाउँछ गुन्डाहरूलाई जेलमा पसाल्नुपर्छ बाहिरको जेलमा हाल्छ ओहो अहिले जेलमा हाल्नु अहिले पुलिस भएको छैन त नि अहिले पढ्नु पर्छ एबीसीडी 1 2 3 अनि लेख्नु पर्छ अनि मात्र पुलिस हुन्छ ट्र्याक्टरमा हालेर के गरेको यो किन निकालेको हात गन्दा भएन सफा छ आयनको पापाको नाम के हो अनि मम्मीको नाम के हो अनि आयनको नाम के हो आयन शर्मा हो कि रिजल हो आयन रिजल हो अनि आयन पढ्न जान्छ अब कुन स्कुलमा पढ्न जान्छ एबीसीडी पढ्न जान्छ अनि आयन गुड बोय हो कि ब्याड बोय हो ब्याड बोय त गड्डामा हालिदिन्छन् ऊ त हाम्रो घरको पछाडि जेसीबीले खनिरहेको छ नि एक्सकाभेटरले हो त गड्डामा हाम्रो गड्डा गरिरहेको छैन घरको पछाडि एक्सकाभेटरले हो त्यहाँ बेड बोयलाई हालिदिन्छन् अरे जुन माम खाँदैनन् अनि जुन चिन्ना गर्दैनन् जुन पापा मम्मीको बात मान्दैनन् त्यसलाई गड्डामा हालिदिन्छन् अरे आयन चिन्ना गर भन्दा चिन्ना गरिहाल्नुपर्छ आयन चिन्ना गर भन्दाखेरि चिन्ना गरिहाल्नुपर्छ अहिले होइन अहिले खेल अनि गुड बोय भन्नुपर्छ पापाले आयन भन्दाखेरि हजुर भन्नुपर्छ अनि आयन तपाईँ कहाँ छौ भन्दाखेरि पापा म यहाँ छु भनेर भन्नुपर्छ बेड बोयलाई गड्डालाई उहाँ गड्डा हाम्रो छैन गड्डा ठुलो एक्सकाभेटरले खनेको गड्डामा माटो खनेको आयन बेड बोयको गुड बोय हो बेड बोयलाई गड्डामा हालिदिनु पर्छ आयनलाई बेड बोय कति क्वेसन सोध्छ यहाँ यो को गुड बोय हो कि बेड बोय हो हो त्यो बेड बोय को हो बेड बोय को